सबैमा नमस्कार। महाराज जनककी 4 पुत्रीहरू सीता, उर्मिला, माण्डवी र श्रुतकीर्ति। श्रुतकीर्तिलाई भगवान राम, भरत, लक्ष्मण र शत्रुघ्नले अयोध्याको दरबारमा भित्र्याएको केही समयपछि एक दिन महाराज दशरथलाई मेरी 4वटी बुहारी मध्ये कुन चाहिँ बुहारी सबभन्दा सक्षम, सुशील, सज्जन र आज्ञापालक छिन् भन्ने कुरा जान्ने इच्छा भयो। यो मानवीय स्वभाव पनि हो, हामीहरूलाई पनि यस्तो कुरा लाग्छ। त्यसैले महाराज दशरथले एक दिन 4वटी बुहारीहरूलाई बोलाएर भन्नुभयो, भोलिको लागि मेरो लागि खाना 4वटी बुहारीहरूले बनाउनु। कसले मिठो र राम्रो खाना बनाउँछ म चाख्छु। त्यसपछि 4वटी बुहारीहरू हस् भनेर त्यहाँबाट उठेर गए। महाराज जनकका 4 पुत्रीहरू खाना बनाउनमा निपुण थिए। भोलिपल्ट बिहान सबै आफआफ्नो खाना बनाउनमा तत्पर भए र खाना कसरी मिठो र कसरी महाराजलाई खुसी बनाउने भनेर खाना बनाउन लागे। महाराज दशरथलाई मनपर्ने, देख्दैमा खाउँ खाउँ लाग्ने विभिन्न किसिमका मसलायुक्त वासनादार परिकारहरू 4वटीहरूले तयार गरे। श्रुतकीर्ति सबभन्दा कान्छी भएको हुनाले छिटो छरितो पनि उनले सबभन्दा पहिले खाना तयार गरेर महाराजको कोठामा पसिन्। महाराजले खाना त्यो टेबलमा राख अनि जाऊ भनेर श्रुतकीर्तिलाई खाना राख्न लगाएर पठाउनु भयो। त्यसपछि माण्डवीले खाना लिएर गइन्। विभिन्न वासनायुक्त खानाहरू महाराजले त्यसै गरी टेबलमा राखेर जाऊ भनी पठाउनु भयो। त्यसै गरी उर्मिलाले पनि खाना लिएर गइन्। महाराजले त्यही टेबलमा राखेर जाऊ भनेर पठाउनु भयो। तर तिनैवटीले लगेको खाना महाराजले खानु भएन। त्यसपछि माता सीताले खाना तयार गरेर एक हातमा पानी, एक हातमा खाना लिएर महाराज बस्ने कोठाको ढोकाभित्र एउटा गोडा र ढोका बाहिर एउटा गोडा गरेर पस्दै हुनुहुन्थ्यो। त्यसै बेला अचानक एउटा धुलो हावाले उडेर ल्याएर महाराजले खाने खानामा पर्यो। एक हातमा पानी र अर्को हातमा खाना भएको हुँदा सीता मातालाई अप्ठ्यारो पर्यो। खाना राख्ने ठाउँ पनि थिएन र त्यो फोहोर झिक्न पनि सक्ने अवस्था थिएन। त्यसै लगौँ त महाराजले त्यो खाना खानुहुन्थेन। त्यो खाना लगेर महाराजलाई दिन नहुने हुँदाले अब के गरौँ सीता असमञ्जसमा पर्नुभयो र केही बेरपछि उनले त्यो फोहोरलाई आँखा तरेर हेर्नुभयो। केही बेरमै नै त्यो फोहोर भस्म भयो र हावा आएर त्यो खरानीलाई उडाएर लग्यो। त्यसपछि सीता माताले पानी र खाना लगेर महाराजको खाने टेबलमा राखिदिनु भयो। यी सबै कुरा महाराज दशरथले देखिरहनु भएको थियो र माता सीतालाई भन्नुभयो, सीते, मैले भनेको एउटा कुरा मान्छौ भने मात्र म खाना खान्छु, नत्र म खाँदिनँ भन्नुभयो। अनि माता सीताले महाराज जे भन्नुहुन्छ म मान्दछु भनेपछि महाराजले तिमीले मेरो घरको परिवार र अरू कसैलाई पनि तिमीले सिधा आँखाले नहेर भन्नुभयो र माता सीताले हुन्छ भनेपछि महाराज दशरथले खाना खानुभयो। माता सीता साक्षात् भगवती भएको कुरा महाराजलाई लाग्यो र साक्षात् भगवती काली माताले सिधा हेर्दाखेरि घर परिवार भस्माउन सक्ने थाहा पाएको हुनाले सीतालाई त्यसो भन्नुभएको रहेछ। त्यस्तै अन्य बुहारीहरूले खाना ल्याउँदा पानी साथमा ल्याउनु पर्ने, पानी
नदिएको पानी नल्याएको हुँदा खाना नखानु भएको रहेछ। त्यसैले खाना खाँदा जहिले पनि पानी लानुपर्ने रहेछ, दिनुपर्ने रहेछ। सीता माता साक्षात् कालीको रूप भएको हुँदा साक्षात् कालीलाई चाहिँ सिधा नजर जुदाएर कहिले पनि नहेर्नु भनेर अहिले पनि भनिँदैछ। यो कथा रामचरितमानसमा भएको र मैले पनि युट्युबबाट पाएको हुँ।